सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितिबाट पारित भएको छ, जसमा के व्यवस्था छन् त? केही प्रमुख व्यवस्थाहरू यस्ता रहेका छन्। विधेयकमा निजामती सेवा ऐन 2049 भन्दा 10वटा नयाँ व्यवस्था गरिएको छ। निजामती सेवा ऐन 2049 को दफा 10 मा पुरुष उम्मेदवारहरूको हकमा 35 वर्ष र महिला उम्मेदवारहरूको हकमा 40 वर्ष पुरा नहुँदासम्म सेवा प्रवेशका लागि परीक्षा दिन पाइने व्यवस्था थियो भने यस विधेयकमा महिलाको सेवा प्रवेश उमेर घटाई 39 वर्ष कायम गरिएको छ र पुरुषको भने यथावत राखिएको छ। स्थानीय तहका कर्मचारीको अन्तर्प्रदेश सरुवाको व्यवस्था गरिएको छ। यसलाई पहिलो पटकको लागि मौका दिई सरुवा सहमति अनुसार गरिने भएको छ। अब पालिकाको प्रमुख प्रशासकीय अधिकृत 10 वर्षसम्म सङ्घको कर्मचारी रहने व्यवस्था रहेको छ भने त्यसपछि प्रदेशको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने व्यवस्था विधेयकमा गरिएको छ। विधेयकमा कर्मचारीको तहगत व्यवस्था गरिएको छ। निजामती सेवामा अब तहगत प्रणाली लागू हुनेछ। 15वटा तह कायम गरिएको छ। सबैभन्दा माथिल्लो तहको रूपमा मुख्य सचिव 15औं तहको मानिनेछ भने सचिवलाई 14औं, अतिरिक्त सचिवलाई 13औं, राजपत्राङ्गी प्रथम श्रेणी सचिवलाई अधिकृत 11औं र 12औं, राजपत्राङ्गी द्वितीय श्रेणी अधिकृत 9औं र 10औं, राजपत्राङ्गी तृतीय श्रेणी अधिकृत 7औं र 8औं तह कायम गरिएको छ। मुख्य सचिव र सचिवको पदावधि घटाइएको छ। अतिरिक्त सचिव बिउताइएको छ भने विशिष्ट श्रेणीका पद 3वटा राखिएको छ। सहसचिवमा खुल्ला प्रतिस्पर्धा हटाइएको छ। उपसचिवमा आन्तरिक प्रतिस्पर्धा गर्न शाखा अधिकृत भएको 7 वर्ष पुग्नुपर्ने व्यवस्था यस विधेयकमा रहेको छ।